सम्पूर्ण कक्षा 11 मा अत्यन्त सम्पूर्ण भाइ बहिनीहरू, मैले आज कक्षा 11 को इङ्ग्लिसको यानि फाइनल एक्जाम सिटिसी मोडल क्वेसन सेट 2 लिएर आएको छु र यो 100% नै मैले सबै हल गरिदिएको छु र त्यसो भएको हुनाले तपाईँहरूले सुरुदेखि अन्तिमसम्म हेर्नुहोला र बुझ्नुहोला र आन्सर कसरी लेख्ने सबै कीहरू पनि राम्रोसँग तयारी गरिदिएको छु। त्यसलाई राम्रोसँग हेरेर परीक्षा राम्रो गर्नु हुन म अनुरोध छु र मलाई लाग्छ यो मोडल तपाईँहरूको लागि असाध्यै बढी महत्त्वपूर्ण छ। सुरुमा क्वेसन नम्बर 1 मा आएको थियो यो सेट 2 को मोडल क्वेसन सिडिसीकोमा read the following passage and answer the questions given below भनेर एउटा प्यासेज दिएको रहेछ र यो प्यासेज साथै सजिलो पनि छ र वर्डहरू पनि मैले सिम्पल देखेँ। I was nearly 19 when I graduated in English literature from Government College in Lahore. I wanted to study further, but dad's law practice wasn't going well. I can't support you, he said. You should get a job. I would always dream of becoming an actress, so I thought I would head for Bombay and join the film industry. Dad was not happy with my idea. But he usually gave me permission. Whatever you do, he said, put your heart into it. That way, you will always learn something. In July 1943, I arrived in Bombay, not knowing a soul, and with only RS-30 in my market. I rented a small room in a Ramsakal building near the railway station and started hunting hey movie studies. Hunting I quickly learned that acting jobs were extremely scarce. If I were to survive, I had to find work anyway. होइन एउटा न्यारेटिभ एउटा चाहिँ एकदमै सजिलो खालको एउटा प्यासेज दिएको रहेछ र यसको चाहिँ खासै लामो प्यासेज पनि होइन। It was what time and 5 months later I was able to get a job in the military sciences office along with my office other colleagues. I had to read hundreds of letters written by homesick soldiers to their sweethearts and families and in out anything that was military sensitive. With army officers in charge, discipline was strict. We had to report for duty at 9 a.m. sharp and work quickly and carefully. It was not a very exciting job, but I worked hard and received good reports from my superiors भनेर एउटा सिम्पल खालको चाहिँ तपाईँहरूलाई एउटा चाहिँ अनसिन ट्याक्स सोधेको रहेछ र यसको कसरी हल गर्ने यहाँ हेर्नु है त। पहिलोमा रहेछ म्याचिङ म्याचिङ रहेछ म्याच द वर्ड्स इन कलम ए विथ देयर मिनिङ इन कलम बी भनेर मैले तपाईँहरूलाई हेर्नुहोस् त सजिलोको लागि कुन कुन मिल्छ मैले कलरबाटै छुट्याइदिएको छु। हन्टिङ भनेको छ हन्टिङ सोधेको रहेछ त्यतिखेर आइभीको आन्सर हुन्थ्यो भिजिटिङ अर स्पेन्डिङ टाइम इन अ प्लेस फ्रिक्वेन्टली। त्यस्तै गरेर एक्साइटिङ भन्ने वर्ड रहेछ बीमा त्यसको बीको हरियो मिलाउनुहोस् त आइआइएमएर कजिङ ग्रेट इन्ट्रेस्ट अर इन्थुजियाजम हुनुपर्ने हो। त्यस्तै सेन्सर भन्ने वर्ड रहेछ हेर्नुहोस् त सेन्सर भन्ने बित्तिकै तपाईँहरूले चाहिँ बुझ्नु पर्यो रातो हेर्नुहोस् सेन्सर भनेको अ पर्सन अफिसियली एपोइन्टेड टु एक्जामिन लेटर्स एन्ड रिमुभ अफेन्सिभ पार्ट्स। सेन्सर भनेको त बुझिहाल्नुभयो फिल्म सेन्सर यताउति हुन्छ नि त त्यहाँबाट पनि हामी बुझ्न सक्छौँ अफिसियल चाहिएका पार्टहरू मात्र राख्ने अरू नचाहिनेहरू चाहिँ फालिदिने भनेको। अब राम सेकल्ट भन्ने एउटा अलिकति नयाँ वर्ड भनेको राम सेकल्ट रहेछ यो भनेको चाहिँ के छ अलमोस्ट कोल्याप्सिङ सबै सिद्धिएको क्या कोल्याप्स भएको। त्यस्तै गरेर नम्बर ईमा हेर्नुहोस् त कलेजिस रहेछ। अब कलेजिस यो कलेजिस होइन यो कलिग्स हो यो कलिग्स भनेर आयो भने कलिग्स भनेको साथी भनेको हो क्या त्यसरी फेलो मेम्बर अफ अ प्रोफेसन कलिग्स भनेको के रहेछ फेलो मेम्बर्स अफ अ प्रोफेसन। त्यस्तै गरेर बीमा आएको रहेछ हेर्नुहोस् त चुज द करेक्ट आन्सर एन्ड रिराइट द सेन्टेन्सिस भनेर आएको रहेछ यो बीमा चाहिँ। अब यसमा चाहिँ तपाईँहरूले के बुझ्नु पर्यो भने चुज द करेक्ट आन्सर एन्ड राइट द सेन्टेन्सेस भन्ने बित्तिकै तपाईँहरूले तिनवटा चाहिँ अप्सनहरू दिएको रहेछ छान्ने हो। द राइट डिड नट नो एनी वेन अराइभ इन मुम्बई इन 1943 भनेको छ ऊ पर्सन्स एनी पर्सन्स हो
किनभने उसले थाहा नपाएको एज द राइटर वर्क क्विकली एन्ड केयरफुल्ली हिज फेभराइट हिम भनेको रहेछ त्यतिखेर सुपरियर्स भन्ने प्यासेजमा दिएको छ त्यसले गर्दा सुपरियर्स जान्नु होला त्यस्तै द राइटर कम्प्लिटेड इज ग्रेजुएसन इन भनेको छ केमा भन्दा इङ्ग्लिस लिटरेचरमा प्यासेजमा त्यही भनेको छ त्यसो भएको हुनाले इङ्ग्लिस लिटरेचरमा राइट गर्नु होला द राइटर्स ड्याट इन द बिगिनिङ वाज टु नो हिज ड्रिम टु बी एन एक्टर भनेर सोधिरहेछ त्यतिखेर स्याड गर्नु होला किनभने राइटर्स ड्याड इन द बिगिनिङ वाज स्याड एकदमै चाहिँ दुखी थिए भनेर त्यहाँ त्यही नै भनेको छ प्यासेजमा द राइटर गट द जब आफ्टर 5 months इन बम्बे बम्बेमा चाहिँ 5 महिनापछि भनेर चाहिँ लेख्नु होला मैले आन्सर नै यहाँ राखेको छु खास गरेर चुजिङ चाहिँ 5 months हो यहाँ पनि ठुलो तपाईँले चाहिँ अलिकति बोल्ड लेटरमा देख्नुहुन्छ 5 months आफ्टर भन्ने खाली ठाउँ थियो इन बम्बे भन्दाखेरि त्यतिखेर 5 months नै आन्सर हुन्थ्यो अ, अ, त्यस्तै गरेर आन्सर द फलोइङ क्वेसन्स भनेको रहेछ हेर्नुहोस् त आन्सर द फलोइङ क्वेसन्समा तपाईँहरूले वाइ सुड द राइटर गेट अ जब इन द बिगिनिङ भनेको छ क्वेसनलाई म्याच गरेर क्वेसनलाई म्यानेज गरेर आन्सर लेख्नु होला यसरी स्क्रिनमा देखाए जसरी द राइटर सुड गेट अ जब इन द बिगिनिङ बिकज इट वाज वाट टाइम एन्ड हि निडेड अ जब फर अ लाइभलीहुड भनेर लेख्नु होला त्यस्तै वाट सजेसन डिड द राइटर रिसिभ फ्रम हिज फादर भनेर छ उसले के सजेसन पाए एकदम सिम्पल छ क्वेसनहरू द राइटर रिसिभ अ सजेसन फ्रम हिज फादर टु बिकम एन एक्टर बन्नु भन्ने खालको the what did the writer do when he arrived in Bombay in 1943 भनेको छ he searched for work and eventually got a job in the military census office when he arrived in Mumbai in 1943 and where did the writer get a job भनेको छ उनले कहाँ पाए भनेको छ he got a job in the military census office मा पाए भनेर लेख्नु होला त्यस्तै what was the duty of the writer in the military भनेको छ the duty of the writer in the military was to read soldiers letters उनको काम भनेको के रहेछ भन्दा सोल्जरहरूको लेटरहरू पढ्ने एन्ड रिमुभ एनी मिलिटरीली सेन्सिटिभ इन्फर्मेसनहरूलाई चाहिँ हटाइदिने त्यस्तो खालको चाहिँ जब पाएँ भनेर यसरी चाहिँ प्यासेज हल गर्नु होला यो एक्चुली क्वेसन हेर्नु होला अनि त्यसपछि प्यासेज पनि हेर्नु होला तपाईँहरूसँग पक्कै पनि मोडल सेटहरू छ त्यसलाई हेरेर यसलाई प्र्याक्टिस गर्नु होला त्यस्तै क्वेसन नम्बर 2 मा आउँथ्यो सर्ट क्वेसनहरू हेर्नुहोस् त टेक्सचुअल क्वेसनहरू आएको छ बेस्ड अन टेक्स्ट क्वेसन्स भनेर आएको छ प्राय क्वेसनहरू रिपिट पनि भएको हुन्छ केही नयाँ पनि हुन्छ जस्तो वाट पोजिटिभ चेन्जेस हेभ अकर्ड अन अर्थ आफ्टर द स्पिकर्स भिजिट स्पिकर्सको भिजिट पछि चाहिँ के परिवर्तनहरू भयो भनेको छ स्पिकर भनेको चाहिँ कोरोनाको भिजिटपछि के परिवर्तन भयो भनेर यसरी क्वेसन सोधेको छ द पोइम कोरोना सेज वाज रिटन बाई विष्णु सिंह राई हु इज अ नेपाली राइटर एन्ड प्रोफेसर द थेम अफ द पोइम इज द्याट इट सोज हाउ ह्युमन्स हेभ हार्म नेचर एन्ड रिमाइन्ड्स अस टु लिभ इन द ब्यालेन्स विथ द अर्थ भन्ने चाहिँ तपाईँले पढिरहनु भएको छ यो किनभने यो ह्युमनको नेचरले नै गर्दाखेरि नेचरलाई ह्युमनको स्वभावले गर्दाखेरि चाहिँ एकदमै प्रकृतिलाई धेरै हार्म भएको छ भन्ने यसको चाहिँ एउटा चाहिँ यसको चाहिँ एउटा थेम हो त्यो कुरालाई तपाईँहरूले राम्रोसँग चाहिँ बुझ्नुपर्ने हुन्छ आफ्टर द स्पिकर्स कोरोनाज भिजिट पछि के भयो त कोरोना आइसकेपछि के भयो त भन्दा मेनी पोजिटिभ चेन्जेस ह्यापन टु अर्थ पृथ्वीमा धेरै कुराहरू परिवर्तन भयो त परिवर्तन के भयो त भन्दाखेरि द इन्भाइरोमेन्ट बिकेम क्लिनर वातावरण सफा गर्नुपर्छ भन्ने कुराको सचेतना पोल्युसन चाहिँ अलिकति घट्यो जे भए पनि एन्ड एनिमल्स फेल फ्री र एनिमल्स हो भने अलिक स्वतन्त्रको अनुभव गरे अनि पिपुल स्टेड एट होम मान्छे घरमै बसे सो नेचर कट टाइम टु हिल इट टट ह्युमन्स टु रेस्पेक्ट नेचर एन्ड लाइफ सिम्पली त्यसले गर्दा यसले हामीलाई के पढाउँछ भने प्रकृतिलाई माया गर है सम्मान गर है यदि प्रकृतिलाई सम्मान गरेनौ भने तिमीलाई गाह्रो हुन्छ भन्ने कुराको लेसन पनि यसले सिकाउँछ भनेर यसरी एकदमै सठिक आन्सरहरू लेख्नु होला त्यस्तै नम्बर बीमा थियो वाट इज पोभर्टी अकर्डिङ टु पार्करको भने अनुसार यो पोभर्टी के हो भन्ने थियो सर्ट क्वेसन यो पनि एकदम इम्पोर्टेन्ट क्वेसन भित्रको क्वेसन हो यो द एसे वाट इज पोभर्टी इज रिटन बाई जो विटलिन पार्करले लेखेको द थेम इज द पेनफुल एन्ड बिटर रियालिटी अफ पोभर्टी र यसमा चाहिँ कस्तो छ भन्दाखेरि पीडा छ के वास्तविकता गरिबीको वास्तविक तितो वास्तविकता र एकदम दुःखदायक चाहिँ यसको मुख्य भाव हो र पार्करको भनाइअनुसार अकर्डिङ टु पार्कर पोभर्टी मिन्स ह्याभिङ नो फुड नो सेल्टर एन्ड नो होप यो तिनवटा कुरा ट्याक्कै सम्झिनु होला पोभर्टी भनेको चाहिँ खाना होइन बस्ने ठाउँ छैन र आशा छैन भने यो गरिबी हो भन्ने कुरा यसको एकदमै सठिक आन्सर हो त्यस्तै नम्बर सीमा हेर्नुहोस् त वाट यु थिङ्क द स्प्रिङ सिजन नेभर क्याम टु द जाइन्ट्स गार्डन कहिले आउँदैन कि क्या हो त तपाईँको विचारमा के छ स्प्रिङ सिजन भनेर चाहिँ द सेन्डविच चाइनबाट चाहिँ सोधेको क्वेसन हो यो
The Selfish Giant is written by Oscar Wilde. The theme is kindness and sharing. Kindness, दयापन र लभ हो र चाहिँ त्यो चिजलाई बाँड्नुपर्छ भन्ने कुरा चाहिँ यसको मुख्य चाहिँ थेम छ। आई थिङ्क र मेरो विचारमा यो कथामा इन द स्टोरी स्प्रिङ नेभर केम टु द जाइन्ट्स गार्डन कहिले आउने छैन किनभने हि वाज सेल्फिस त्यो जाइन्ट एकदमै सेल्फिस थियो एन्ड डिडन्ट एलो द चिल्ड्रेन टु प्ले बच्चाहरूलाई खेल्ने अनुमति दिएन र नेचर एभोइडेड इट्स गार्डन र चाहिँ त्यसले गर्दा प्रकृतिले के गर्यो भने गार्डन नै हटाउन खोज्यो अन्टिल हि बिकेम काइन्ड ऊ चाहिँ जहिलेसम्म दया हुँदैन तबसम्म चाहिँ यसमा घाम लाग्दैन अथवा स्प्रिङ आउँदैन भन्ने खालको एउटा कथाले एउटा बच्चा बच्चीलाई माया गर्नुपर्छ बच्चा बच्ची भगवान हुन् भन्ने कुरालाई यसले देखाउन खोजेको छ त्यस्तै गरेर नम्बर डीमा थियो वाट इज द मेन प्यासेज अफ द स्पिच एजुकेसन फर्स्ट भन्ने यो हाउ टु लिभ बिफोर यु डाई शिक्षा र पहिलो चिज हो भनेर चाहिँ मुख्य म्यासेजमा चाहिँ दिन खोजेको छ यो हाउ टु लिभ बिफोर यु डाई भन्नेमा र त्यतिखेर तपाईँहरूले यसरी लेख्नुहोस् दिस एसे हाउ टु लिभ बिफोर यु डाई इज अ स्टेप जब्स स्पिच एउटा स्पिच थियो विच इज about living life with purpose, following your heart and not giving up even in hard times. कठिन समयमा पनि आफ्नो चाहिँ जीवनलाई चाहिँ त्यत्तिकै सक्दिनँ भन्न हुँदैन जहिले पनि कोसिस गर्नुपर्छ र कोसिस हृदयबाट नै गर्नुपर्छ र आफ्नो जीवनको एउटा उद्देश्य लिनुपर्छ भन्ने कुरा यो कथा यो एस्सेको एउटा चाहिँ एस्सेको एउटा आफ्नो चाहिँ थेम छ भाव छ द मेन मेसेज अफ द स्पिच र यसको मुख्य चाहिँ यो स्पिचको मुख्य मेसेज भनेको टु फलो योर ड्रिम्स आफ्नो सपनालाई सधैँभरि पछ्याउ अथवा आफ्नो उद्देश्यलाई सधैँभरि अझ कन्टिन्यू रूपमा लागिराख एन्ड डु वाट यु लभ र जुन तिमीले चाहिँ आफूलाई जुन मन लाग्छ त्यो चिजमा जहिले पनि लागिराख र स्टेट जब सेज लाइफ इज सर्ट र उसले भन्छन् कि जीवन एउटा छोटो छ सो वी सुड नट वेस्ट इट लिभिङ विथ समन्स इट्स लाइफ अर्कोको जीवन हेरेर आफू बाँच्न हुँदैन आफू नै सङ्घर्ष गर्नुपर्छ र हिटेल्स अस टु स्टे हङ्ग्री र तिमी जहिले पनि तिमीले सिकाइको लागि एकदमै भोकाउ जहिले चाहिँ खानको लागि भोको होइन जीवनमा सिक्नको लागि सधैँभरि भोक भन्ने कुरा छ एन्ड स्टे फुलिस र जहिले पनि एकदमै चाहिँ मूर्ख बन ट्राई न्यू थिङ्सको नयाँ चिज जान्नको लागि चाहिँ मूर्ख बन विदाउट फियर नडराइकन र एजुकेसन इज द की र वास्तवमा शिक्षा नै एउटा चाहिँ साँचो हो टु पिस शान्ति हुनको लागि एउटा चाहिँ श्रमप्रति आस्थावान डिग्निटी हुनको लागि इम्पावरमेन्ट अफ फर अल पिपुल सबै मान्छेहरूको इम्पावरमेन्टको लागि भनेर तपाईँहरू यसरी चाहिँ यो आन्सर तयार गर्न के अरे आन्सर लेख्न सक्नुहुन्छ What does the speaker promise in the second and the third stage भनेर चाहिँ क्वेसन सोधेको थियो रेड रोजमा रेड रोज इज रिटन बाई रबर्ट बर्न्सले लेखेको एउटा एकदमै महत्त्वपूर्ण चाहिँ रबर्ट बर्नको एउटा महत्त्वपूर्ण चाहिँ यो पाठ हो यो द थेम अफ द पोइम इज डिप एन्ड लास्टिङ इभन यो एकदमै चाहिँ कस्तो छ भन्नु होला भन्दा यसको मुख्य भाव चाहिँ डिप छ र यसको लास्टिङ नै छ र प्रेम कहिले पनि मर्दैन भन्ने कुरा यसको चाहिँ मुख्य भाव हो र इन द सेकेन्ड एन्ड द थर्ड स्टेन्जामा चाहिँ द स्पिकर प्रोमिसेस उनले प्रतिज्ञा गरेका छन् कि टु लभ हिज बिलभ आफ्नो प्रेमिकालाई कि अन्टिल द सीज गो ड्राई जबसम्म समुद्र सुक्खा हुँदैन एन्ड द रक्स मेल्ट विथ द सन र चाहिँ घामले चाहिँ रकलाई चाहिँ मेल्ट गर्दैन मेल्ट भने पगाल्दैन पगाल्दैन त्यति बेलासम्म म तिमीलाई माया गरिरहने छु प्रिय भनेर उसले प्रोमिस गरेको कुरा छ यसमा हि अल्सो सेज र उसले भन्छ कि हि विल लभ हर अन्टिल द इन्ड अफ द लाइफ जीवनको अन्त्यसम्म पनि उसले प्रेम उसलाई गरिरहेको हुनेछ उनीलाई गरिरहेको हुनेछ र दिस प्रोमिसेस र यी प्रतिज्ञाहरूले देखाउँछ कि सो द्याट हिज लभ इज ट्रु उसको चाहिँ प्रेम एकदमै सत्य छ एन्ड सदाको लागि छ फर एभर एन्ड नो म्याटर हाउ फार दे आर फ्रम इच अदर एक आपसमा कति टाढा छ भन्नेले म्याट गर्दैन जीवनको प्रेम भनेको कुरा सधैँभरि दुई आत्माको मिलन हो भन्ने कुरालाई यो पाठले चाहिँ राम्रोसँग देखाएको छ र लङ क्वेसन आन्सर थियो describe Aksionov's character, God Sees the Truth But Waitsमा God Sees the Truth But Waits is a short story written by Russian writer Leo Tolstoyले लेखेको The story is about Aksionov, a kind and honest man who suffered a lot in life but never gives up his faith in God. तर चाहिँ उसले कहिले पनि ईश्वरमा चाहिँ आफ्नो चाहिँ विचार आफ्नो चाहिँ विश्वासलाई उसले त्यागेन सधैँभरि ईश्वरमा डिपेन्ड गर्यो भन्ने कुरा छ यसमा अनि इन द बिगिनिङ Aksionov इज अ चेयरम्यान ऊ एकदम शान्त मान्छे थियो रमाइलो मान्छे थियो चेयरम्यान भनेको हि इज फ्रेन्डली एन्ड ऊ एकदमै अर्कालाई
फ्रेन्ड खालको एकदम फ्रेन्डली स्वभावको थियो एन्ड लभ्स म्युजिक एन्ड फनमा पनि ऊ रमाइलो गर्थ्यो हि हेज अ वाइफ एन्ड चिल्ड्रेन एन्ड वर्क्स हार्ड इन हिज बिजनेस किनभने यसमा उसको चरित्र मात्रै लेख्ने हो त्यसले गर्दाखेरि बच्चाहरूलाई पनि माया गर्ने बच्चाहरूको लागि धेरै काम गर्ने बिजनेस राम्रो गर्ने खालको स्वभावको थियो ऊ र पिपुल इन द टाउन रेस्पेक्ट हिम र गाउँ र सहरका मान्छेहरू पनि उसलाई सम्मान गर्थे बट हिज वाइफ चेन्ज सडनली तर उसको श्रीमतीले परिवर्तन गर्छन् अचानक जब हि इज रङली एक्युज अफ मर्डर जब उसले चाहिँ कसैलाई मारेको उसलाई दोष लाग्छ अर्को मार्सनलाई मारेको जब उसलाई दोष लाग्छ त्यसपछि उसको जीवनै परिवर्तन हुन्छ उसको चाहिँ हिज लाइफ नै परिवर्तन अचानक परिवर्तन हुन्छ हिज एरेस्टेड ऊ समातिन्छ इभन दो यद्यपि हि इज इनोसेन्ट ऊ एकदम इनोसेन्ट थियो नो वान बिलिभ्स इन कसैले पनि उसलाई विश्वास गर्दैन नो वान बिलिभ्स इन कसैले उसलाई विश्वास गर्दैन नट इभन हिज आउन वाइफ आफ्नो श्रीमतीले पनि उसलाई विश्वास गर्दैन जब चाहिँ त्यो परिबन्धमा फसेपछि र हि इज सेड टु साइबर उसलाई साइबरलाई पठाइन्छ एन्ड स्पेन्ड 26 इयर्स इन प्रिजन र 26 वर्ष जेल पर्छ र ड्युरिङ दिस टाइम र त्यो टाइमभरि अक्सिनोले चाहिँ चेन्जेस हुन्छ अक्सिनो पुरै चेन्ज हुन्छ हि बिकम्स काम पेसेन्ट एन्ड डिपली रिलिजियस र ऊ चाहिँ एकदम शान्ति धैर्य र चाहिँ एकदमै धार्मिक हुन्छ He reads the Bible and prays every day. उसले बाइबल पढ्छ र प्रत्येक दिन उसले चाहिँ ईश्वरलाई उसले प्रार्थना गर्छ. He helps all the prisoners. अरू प्रिजनर्सहरूलाई अरू कैदीहरूलाई पनि उसले सहयोग गर्छ एन्ड अर्न्स देयर रेस्पेक्ट र सबैको चाहिँ रेस्पेक्टलाई उसले चाहिँ के गर्छ भन्दा उसले कमाउँछ सबैले उसलाई चाहिँ सम्मान गर्छन् दे इभन कल हिम ग्रान्ड फादर एन्ड द सेन्ट भनेर उसलाई बोलाउने गर्छन् अक्सिनो फर्गिभ्स द म्यान हु रियली कमिटेड द क्राइम वास्तवमा जसले हत्या गरेको छ जसले चाहिँ अपराध गरेको थियो त्यो त्यो त्यसको चाहिँ त्यसलाई पनि उसले माफ गरिदिन्छ र when the real criminal confesses and offers to help Akshinov get out of the prison पछि उसलाई एकदमै जसले उसलाई चाहिँ जसको अभियोगमा ऊ जेल परेको थियो त्यो रियल अभियोग त्यहाँ आएर हत्यारा चाहिँ त्यहाँ आएर उसले कन्फेस गर्छ मकार भन्ने र चाहिँ अफर गर्छ उसलाई कि अक्सिनोभलाई छोडिदिनको लागि र अक्सिनोभ सेज हि डज नट वान्ट टु लिभ तर ऊ त्यहाँबाट जान चाहँदैन अक्सिनोभ हि बिलिभ्स द्याट उसले विश्वास गर्छ कि गड नोज द ट्रुथ ईश्वरलाई नै थाहा छ अरूलाई थाहा नभए पनि वास्तवमा हत्या गर्ने गरेको वास्तवमा सत्य के हो भनेर एन्ड द्याट इज इनफ फर हिम र यो नै उसको लागि प्रशस्त हो यो नै धेरै हो र हि डाइज इन प्रिजन र ऊ अन्तिममा मर्छ पिसफुल एन्ड फुल अफ फेथ र पूर्ण विश्वासको साथ र शान्तिसँग ऊ मर्छ र उसले चाहिँ कहिले पनि उसलाई रियल चाहिँ हत्यारालाई उसले चाहिँ दोष पनि लगाउँदैन र चाहिँ उसले म को र मैले कसरी दिन सक्छु र माफी भनेर चाहिँ उसले यो सबै कुरा भगवान्ले गरेको हुन्छ मैले त के गर्न सक्छु र दिने भए भगवान्ले नै दिनुहुन्छ यसलाई सजाय भन्ने खालको चाहिँ पनाएर उनी शान्तिसँग त्यहाँबाट आफ्नो जीवन त्यही जेलमा नै बिताउँछन् यद्यपि उनले कुनै निर्दोष हुन् भन्ने कुरा प्रमाणित हुन्छ तर पनि उनी चाहिँ बाहिर जान चाहँदैन र त्यही उनको मृत्यु हुन्छ Auction क्यारेक्टर सोज द्याट यसले के देखाउँछ भने इभन वेन लाइफ इज अनफियर यदि जीवन चाहिँ वास्तवमा अनफियर नै छ त्यति फियर चाहिँ छैन जीवन अ पर्सन क्यान स्टिल बी गुड राम्रो हुँदा हुँदैन काइन्ड हुँदा हुँदैन र अरूलाई माफ गर्न सक्ने क्षमता हुँदा हुँदैन जीवन के हुन्छ भन्दा अनफियर हुन्छ अरे यो अहिलेको चाहिँ यो भौतिक संसारमा र हि टिचेस अस द भ्यालु अफ प्यासन र उसले धैर्यताको चाहिँ लेसन हामीलाई राम्रोसँग पढाउँछन् र विश्वासको लेसन पढाउँछन् र अर्कालाई माफ दिने लेसन चाहिँ हामीलाई उनले राम्रोसँग पढाएका छन् यो कथामा र इज अ ट्रु एक्जाम्पल अफ र उनी एउटा सत्य चाहिँ उदाहरण हुन् वास्तवमा उनी सत्य उदाहरण हुन् हाउ अ गुड हट क्यान स्टे लङ्गर इभन इन द वर्स्ट टाइममा पनि वर्स्ट टाइममा पनि मान्छे कसरी चाहिँ आफ्नो जीवनलाई आनन्द बनाएर बस्न सक्छन् भन्ने एउटा चाहिँ एक्जाम्पल पनि उनले दिन खोजेका छन् र हिज स्टोरी टेल्स अस द्याट गड सिज एभ्रिथिङ र उसले हामीलाई भन्छन् कि ईश्वरले सबै कुराहरू देख्छन् एन्ड जस्टिस विल कम र एक दिन न्याय पक्कै पनि आउनेछ थ्रु सम थिङ्स वी मस्ट वेट लङ टाइम हामी यद्यपि लामो समय पर्खनुपर्छ तर सत्य सत्य नै हो र सत्य अन्तिममा आउँछ नै भन्ने कुरा यो लेसनले हामीलाई सन्देश दिन खोजेको छ त्यस्तै गरेर डु यु बिलिभ द्याट मिसेस राइट किल हर हस्बेन्ड भन्ने एउटा क्वेसन छ लङ क्वेसनमै आएको छ हेर्नुहोस् त हाउ टु द वुमेन्स पर्सपेक्टिभ डिफरेन्ट फ्रम मेन मान्छेको सोचाइभन्दा महिलाहरूबाट छोरा मान्छेहरूको पर्सपेक्टिभको बिचको चाहिँ डिफ्रेन्सेसलाई पनि यसले देखाउन खोजेको छ कसरी देखाउन सकिन्छ भनेको छ यसमा यो लङ क्वेसन हो
Yes, I believe that Mrs. Wright killed her husband. त्यो कुरालाई हामी विश्वास गर्न सक्छौँ कि मिसेस राइटले नै मारेको हो कि भन्ने कुरा. द प्ले ट्राइफल्स इज रिटन बाई सुसान ग्यास्पेलले लेखेको एउटा, एन्ड इट सोच र यसले देखाउँछ कि हाउ वुमेन क्यान अन्डरस्ट्यान्ड अदर्स वुमेन्स लाइफ्स बेटर देन मेन. मान्छेको भन्दा महिलाहरूले एउटा महिलाहरूले अर्को महिलाहरूको जीवन राम्रो भएको कसरी चाहिँ देख्न सक्छन्, कसरी बुझ्न सक्छन् भन्ने कुरा पनि यसले देखाएको छ यो कविता, यो सरी यो एकाङ्किक नाटकले. द थेम अफ द प्ले इज, र यसको मुख्य मुख्य विशेषता भनेको एबाउट जेन्डर डिफरेन्सेस, लैङ्गिक फरकपन र न्याय एन्ड जस्टिस एन्ड वुमेन्स अपरेसन, र वुमेन्सको चाहिँ अपरेसनको बारेमा यसले देखाउन खोजेको छ. Mrs. Wright, whose name was once Mandy Foster. Mandy Foster was a cheerful woman in her youth. उनी एकदमै राम्री मान्छे थिइन् पहिला पनि, मिसेस राइट चाहिँ जवानीमा. र बट आफ्टर म्यारिङ पछिको जीवनमा मिसेस राइट पछि जब मिसेस राइटलाई बिहा गर्छन्, त्यसपछि हर लाइफ बिकम लन्ली एन्ड स्याड, एक्लो हुन्छ र दुःखी हुन्छन् उनी. मिस्टर राइट वाज अ कोल्ड एन्ड स्ट्रिक्ट म्यान. ऊ चाहिँ मिस्टर राई एउटा चाहिँ एकदम चिसो मान्छे र चाहिँ एकदमै कडा मान्छे थियो. हि डिड नट एलो म्युजिक फन अर भिजिटरलाई पनि भेट्न जान नदिने, फन पनि नहुने, म्युजिक पनि नहुने खालको स्वभावको चाहिँ ऊ थियो. र ओभर इयर्स र वर्षौँ बित्यो, तर मिसेस राइट फेल ट्राप्ड. उनी चाहिँ एकदम जेलमा परेको जस्तो थिइन्, साइलेन्ट भएको थिइन् र डिप अनह्याप्पी थिइन्. पहिला रमाइलो भए पनि पछि ऊ थिएन. र द म्यान इन द प्ले, र त्यसैले यो प्लेको चाहिँ मान्छेहरू, द सेरिफ, द कन्ट्री एटर्नी भनेको वकिलहरू, एन्ड मिस्टर मिस्टर हल लुक अराउन्ड द हाउस फर बिग इम्पोर्टेन्ट क्लुजहरू खोज्न आएको दृश्यहरू यसमा देखिन्छ. एन्ड दे लाफ एट द वुमन, अनि तिनीहरू महिलाहरूमा चाहिँ हाँस्छन्. एन्ड से, र भन्छन्, दे ओन्ली टक एबाउट सिल्ली थिङ्सहरूमा हामी कुरा गरिरहेका छौँ, अथवा ट्राइबल सानो सानो नचाहिने कुराहरूमा हामी चाहिँ कुरा गरिरहेका छौँ. बट द वुमन, तर चाहिँ महिलाहरू, मिसेस हल एन्ड मिसेस पेटर्स लुक एट द स्मल डिटेल्स, कुनै पनि कुराहरू एकदम सानो सानो कुराहरू चाहिँ उनीहरूले चाहिँ हेर्छन् इन द किचनमा गएर, एन्ड सिविङ रुम, र कपडा सिलाउने कोठामा गएर. दे नोटिस द ब्रोकन बर्ड केज पनि तिनीहरूले हेर्छन्. बर्ड केज फोरेको पनि तिनीहरूले देख्छन्. एन्ड द डेड बर्ड, अनि मरेको चाहिँ चरा विथ इट्स नेक ट्विस्ट भनेको घाँटी चाहिँ निमटेर. एन्ड दिस सोज देम, र त्यसले त्यहाँ देखाउँछ कि हाउ लोन्ली एन्ड हट मिसेस राइट वाज, एन्ड हाउ सर स्ट्रिट हेड बिन ब्रोकन जस्ट लाइक द बर्ड्स नेक. र यो चाहिँ चरा मारेको जस्तै गरेर मारेकी हो नि त भनेर यस्तै खालको कुराहरू सोधेको, कति दुःख चाहिँ त्यो हट भएछन् तिनी भन्ने कुरा यसमा देखिन्छ. एन्ड दे रियलाइज द्याट, र तिनीहरूले महसुस गर्छन् कि मिस्टर राइट किल द बर्ड, अब मिस्टर राईले चाहिँ बर्डलाई मारे होला. एन्ड दिस मे ह्याभ कज मिसेस राइट टु किल हर हस्बेन्ड इन रिटर्न. र जब चाहिँ सानो चाहिँ यो चरालाई उसको श्रीमानले मार्थ्यो होला, त्यही त्यही रिसमा चाहिँ मिसेस राइसले चाहिँ त्यसको पनि घाँटी निपटेर मारिदिएको हुनसक्छ भन्ने खालका तिनीहरूले चाहिँ कुराहरू पनि गर्छन्. र द मेन सिरिज, र मान्छेहरूले चाहिँ हत्या, त्यो क्राइम चाहिँ देख्छ त्यहाँ एज फ्याक्ट एन्ड इभिडेन्सहरू छ, तथ्यहरू त्यहाँ देख्छ. बट द वुमेन अन्डरस्ट्यान्ड इमोसन एन्ड डेली लाइफ, र तर महिलाहरूले त महिला कुराहरू बुझ्छन् त, इमोसन, भावनाहरू, दिनका दिनको जीवनहरूको बारेमा उनीहरूले बुझ्छन्. द वुमेन फिल सरी फर मिसेस राइटलाई उनीहरूले सरी भन्छन्, एन्ड डिसाइड टु प्रोटेक्ट हर, र आफू चाहिँ सेफ हुनको लागि निर्णय गर्छन् बाई हाइडिङ द डेड बर्डलाई चाहिँ उसले चाहिँ लुकाएर, विच इज द मेन क्लु, यो चाहिँ मुख्य क्लु हुनसक्छ. दिस प्ले सोज द्याट, र यो प्लेले देखाउँछ कि वाट मेन कल ट्राइबल्स, मान्छेहरूले चाहिँ यसलाई सानो सानो कुराहरू भनेर किन भन्छन्, क्यान बी भेरी इम्पोर्टेन्ट, धेरै महत्त्वपूर्ण छ यो ट्राइबल्स भन्ने कुराले, सानो सानो चाहिँ स्मल स्मल पार्टहरूको बारेमा. र इट अल्सो सोज, र यसले पनि देखाउँछ कि हाउ वुमन, कसरी महिलाहरू हु वेयर अफन इग्नोर्ड, उनीहरूले चाहिँ कसरी व्यवस्था गराइन्छ इन द पास्ट have a deep understanding and strong wisdom, र द पोइट्स भ्यू इज इमोसनल एन्ड केयरिङ छ. महिलाहरूको चाहिँ एकदम भावनात्मक र केयरिङ भएको देखिन्छ. वाइल द मेन्स भ्यू इज कोल्ड एन्ड अफिसियल, उनीहरू चाहिँ कोल्ड र अफिसियल गर्छन्, उनीहरूले चाहिँ वास्तविक जीवनसँग चाहिँ हेरेका हुन्छन्. त्यसैले महिलाहरूले चाहिँ वास्तविक जीवनलाई चाहिँ हेरेका हुन्छन्, कति पीडा, कति के भयो, पहिला उसले कसरी आफ्नो जीवन बिताए भन्ने कुरा, साना सानो कुराहरू खोज्छन् भने पुरुषहरूले चाहिँ एउटा कोल्ड अफिसियल कुराहरू खोजेको कुराहरू चाहिँ यो नाटकमा हामीले क्लियर रूपमा, स्पष्ट रूपमा हामी देख्न सक्छौँ. भाइ बहिनीहरू, यो
क्वेसन नम्बर 4 मा चाहिँ एउटा राइट अ न्युज स्टोरी फर द फलोइङ पोइन्ट्स अल्सो गिभ अ सुइटेबल टाइटल भनेर आएको छ एउटा न्युज स्टोरी तयार गर्नलाई र यहाँ चाहिँ हिन्ट्सहरू दिएको छ अ ट्विन अटर तारा एयरवेज फ्लाइङ फ्रम द लामिडाँडा एयरपोर्ट टु काठमाडौँ crashed in Gauri forest in eastern Nepal's Okhaldhunga district due to bad weather. 22, including 3 crew members and 18 Bhutanese died. 18 pilgrims, most of them women. Bhutan's Prime Minister Jigme Yathingme expressed shock and grief भनेर चाहिँ क्लुहरू दिएको छ र त्यसको आधारमा यहाँहरूले न्युज स्टोरी तयार गर्नुपर्ने हुन्छ। न्युज स्टोरी तपाईँहरूले यसरी तयार गर्नु होला। तारा एयरवेज प्लेन क्रास इन ओखलढुङ्गा 22 डेट भनेर चाहिँ यसको टाइटल बनाउनु होला र बाई विक्रम ओझा यो चाहिँ मैले एउटा मोडल बनाइदिएको हो तपाईँहरूले जे पनि राख्न सक्नुहुन्छ त्यहाँनिर अर्कै नामहरू गर्न सक्नुहुन्छ मे 19 2025 ओखलढुङ्गा भनेर चाहिँ एड्रेस पनि राखेर तपाईँले यो काम गर्न सक्नुहुन्छ। अ ट्विन अटर एयरक्राफ्ट अफ तारा एयरवेज crashed in Gauri forest of Okhaldhunga district in eastern Nepal. The plane was flying from Lamidada एयरपोर्ट टु काठमाडौँ वेन इट क्रास ड्यु टु ब्याड वेदर भनेर यसरी चाहिँ तयार गर्नु होला सिम्पल पास्ट टेन्सको प्रयोग गरेर र यसपछि देयर वर 22 पिपुल अन बोर्ड इन्क्लुडिङ 3 क्रू मेम्बर्स एन्ड 19 प्यासेन्जर्सहरू थिए अल अफ देम डाइड इन द क्रासमा चाहिँ सबैजना मरे एमङ द प्यासेन्जर्स 18 were pilgrims from Bhutan and most of them were women र धेरै जसो भुटानिज चाहिँ भुटानी पिलग्रिम्सहरू थिए र धेरै जसो चाहिँ त्यही वुमेनहरू महिलाहरू नै बढी मात्रामा थिए। द ग्रुप वाज भिजिटिङ नेपाल फर रिलिजियस पर्पज धार्मिक उद्देश्यको लागि तिनीहरू नेपाल आएका थिए। The weather was very poor with heavy rain and thick fog which made flying dangerous. किनभने जब मौसम खराब हुन्छ त्यसपछि त्यहाँ भारी वर्षा पनि थियो त्यसपछि चाहिँ फगहरू थियो जसको कारणले गर्दाखेरि चाहिँ त्यो फ्लाइङ चाहिँ के भयो त भन्दा खतरनाक भयो। द प्लेन लस कन्ट्याक्ट सर्टली आफ्टर टेकअप भइसकेपछि चाहिँ कन्ट्याक्ट चाहिँ हरायो अथवा चाहिँ कन्ट्याक्ट हुन सकेन एन्ड लेटर इट वाज फाउन्ड क्रास इन द फरेस्ट र जङ्गलमा चाहिँ यो क्रास भएको अवस्था पाइयो भनेर यसरी चाहिँ सिम्पल पास्ट टेन्समा घटनाहरू तपाईँहरूले लेख्न सक्नुहुन्छ। र भुटान्स प्राइम मिनिस्टर जिग्मे याथिङले एक्सप्रेस डिप सक एन्ड स्याडनेस आफ्टर हियरिङ द न्युज त्यो न्युज सुनेपछि चाहिँ भुटानका प्राइम मिनिस्टर चाहिँ जिग्मे याथिङले चाहिँ एकदमै चिन्तित भए दुखी भए हि सेन्ट इज कन्डोलेन्स उनले चाहिँ समवेदनाहरू पठाए टु द फ्यामिलीज अफ द भिक्टिम एन्ड थ्याङ्क नेपाल फर इट्स सपोर्टको लागि नेपाललाई पनि धन्यवाद छ। र रेस्क्यु टिम्स रिच द क्रास साइट विथ डिफिकल्टी बिकज अफ द फरेस्ट एन्ड ब्याड वेदर खराब मौसम भएको कारणले गर्दाखेरि र जङ्गल भएको कारणले गर्दाखेरि त्यो क्रास भएको ठाउँमा जानलाई वास्तवमा रेस्क्यु टिमलाई एकदमै गाह्रो भएको छ। र द बडिज अफ द भिक्टिम्स वर रिकभर्ड एन्ड सेन्ट फर फर्दर इन्भेस्टिगेसन को लागि त्यो के कारणले गर्दाखेरि चाहिँ त्यो घटना घट्यो त्यसको चाहिँ इन्भेस्टिगेसन अनुसन्धान भइरहेको छ र बडिजलाई चाहिँ जुन पीडितका बडिजहरू छन् भिक्टिमहरूको बडिजहरू छन् त्यसलाई चाहिँ पुनः ल्याउने काम भइरहेको छ। र दिस ट्राजिक एक्सिडेन्ट हेज ब्राउट सरो टु बोथ नेपाल एन्ड भुटान दुवैलाई चाहिँ त्यसले दुखी बनाएको छ। त्यो चाहिँ दुखित घटनाले एज मेनी इनोसेन्ट लाइफ्स वेयर लस्ट धेरै निर्दोष मान्छेहरूको प्यासेन्जरहरूको जीवन त्यहाँ सकिएको छ सिद्धिएको छ भनेर तपाईँहरूले यसरी चाहिँ यो क्वेसन नम्बरलाई हल गर्न सक्नुहुन्छ। त्यस्तै राइट अ लेटर टु यर फ्रेन्ड सजेस्टिङ हिम अर हर अबाउट वान सेल्फ अवे फ्रम कोभिड-19बाट कसरी चाहिँ छुटकारा पाउने यसको बारेमा चाहिँ सजेसन दिँदै आफ्नो साथीलाई एउटा पत्र लेख्नुहोस् भन्ने क्वेसन 8 नम्बरको आएको रहेछ। यो चाहिँ पर्सनल लेटर हो। पर्सनल लेटर भएको कारणले गर्दाखेरि तपाईँहरूले चाहिँ ठेगाना लेख्नु होला जस्तो काठमाडौँ नेपाल मे 19 2025 डियर रमेश भनेर चाहिँ यसरी सम्बोधन गरेर हामीले लेख्न सक्छौँ। र आई होप यु आर फाइन एन्ड डुइङ वेल इन योर स्टडिज। आई एम अल्सो डुइङ वेल हियर। Today I'm writing this letter to suggest you take care of your health and protect yourself from COVID-19 भनेर यसरी चाहिँ पर्सनल रूपमा चाहिँ सुरु गर्नु होला। As you know, COVID-19 is a dangerous virus that spreads from person to person. यो व्यक्तिमा चाहिँ सर्ने गर्छ। यो खतरनाक रोग हो। It has affected the whole world and many people have suffered from it. धेरै मान्छेहरूले यसबाट दुःख पाएका छन्। यी कुराहरू पनि तपाईँहरूले लेख्नु होला।
सो वी मस्ट बी भेरी केयरफुल एन्ड फलो अल द सेफ्टी रुल्सहरू हामीले अप्नाउनुपर्छ भन्ने कुराहरू पनि सजेस्ट गरेर चाहिँ तपाईँहरूले चाहिँ पत्र लेख्नुहोला। फर्स्ट अफ अल अलवेज वेयर अ मास्क, सधैँभरि मास्क लगाउनुपर्छ वेन यु गो आउटसाइड, बाहिर जाँदाखेरि। मास्क हेल्प्स टु स्टप द भाइरसलाई रोक्न सहयोग गर्छ फ्रम इन्टरिङ योर बडी, तपाईँको चाहिँ शरीरभित्र चाहिँ त्यो भाइरस नपसोस् भनेर हो। र वास योर ह्यान्ड्स प्रोपरली विथ सप एन्ड वाटर मेनी टाइम्स डे, हात धुनुपर्छ प्रोपरली रूपबाट साबुन र पानीले धेरै समय चाहिँ हात धुनुपर्छ। यु क्यान अल्सो युज ह्यान्ड सेनिटाइजरहरू प्रयोग गर्नुपर्छ इफ वाटर इज नट एभाइलेबल, यदि वाटर आएन भने। ट्राई टु स्टे अवे फ्रम क्राउडेड प्लेस, भिडभाडबाट चाहिँ एकदम टाढा बस्ने र किप एट लिस्ट 1 मिटर डिस्टेन्समा, कम्तीमा 1 मिटरको डिस्टेन्समा बस्ने फ्रम अदर्स। डु नट सेक ह्यान्ड्स, हात नमिलाउने अथवा हग नगर्ने मान्छेहरूको बिचमा अङ्कमाल नगर्ने। इन्स्टेड से नमस्ते टु ग्रिट देम, बरु चाहिँ परैबाट चाहिँ हात जोडेर चाहिँ वेलकम गर्ने, नमस्ते गर्ने। इफ यु हेभ एनी सिम्टम्स लाइक फिभर, कफ अर सोर थ्रोट, यदि तपाईँहरूसँग कुनै पनि खालको रोगसँग सम्बन्धित चाहिँ सिम्टमहरू, लक्षणहरू देखिनु भने, जस्तो ज्वरो आउने, खोकी लाग्ने अथवा चाहिँ घाँटीको स्रोत, घाँटीको चाहिँ आवाज बिग्रिने, भिजिट अ डक्टर एज सुन एज पोसिबल, चाँडोभन्दा चाँडै डक्टरलाई भेट्नुहोला। अल्सो इट हेल्दी फुड, र सधैँभरि स्वास्थ्यकर खाना खाने, ड्रिङ्क हट वाटर, तातो पानी खाने, एन्ड गेट इनफ स्लिप, र मजाले सुत्ने। इट विल मेक योर इम्युनि सिस्टम स्ट्रङ, यसले चाहिँ हाम्रो इम्युनिटी सिस्टमलाई एकदम बलियो बनाउँछ एन्ड प्रोटेक्ट यु फ्रम डिजिज, र रोगहरूबाट बचाउन सक्छ। इफ यु हेभ नट टेकन द कोभिड-19 भ्याक्सिन एट, यदि तपाईँले यो कोभिड-19 भ्याक्सिन लिनु भएको छैन भने प्लिज गो एन्ड टेक इट, जानुहोस् र लिनुहोस्। वी मस्ट अल्सो हेल्प अदर्स, हामी पनि अरूलाई सहयोग गर्न सक्छौँ बाई गिभिङ देम करेक्ट इन्फर्मेसनहरू दिएर एबाउट कोभिड-19को बारेमा। लेट्स नट बिलिभ इन फेक न्युज, कहिले पनि यो खराब न्युजहरूलाई विश्वास नगर्नुहोस् अथवा र्युमर्स, हास्यास्पदलाई विश्वास नगर्नुहोस्। प्लिज फलो दिस टिप्स, यो टिप्सहरूलाई राम्रोसँग फलो गर्नुहोला। किप योर सेल्फ एन्ड योर फ्यामिली सेफ, पुरा आफ्नो परिवारलाई सुरक्षित राख्नुहोला। आई केयर अबाउट यु, म तपाईँलाई केयर गर्नेछु एन्ड वान्ट टु सी यु, र तपाईँहरूलाई म चाँडै नै भेट्नेछु। एन्ड ह्याप्पी अलवेज, र सधैँ खुसी हुनुहोला। राइट मी सुन, मलाई लेख्नुहोला। यो लभिङ फ्रेन्ड सुरेश भनेर तपाईँहरूले यसरी चाहिँ एउटा चाहिँ पर्सनल पत्र लेख्न सक्नुहुन्छ, र यसरी यो सिम्पल बनाइदिएको छु ताकि तपाईँहरूले एक्जाममा राम्रोसँग लेख्न सक्नुहोला। त्यस्तै गरेर क्वेसन नम्बर 6 मा आएको थियो, राइट अ रिभ्यू अफ अ मुभी विच यु हेभ वाच रिसेन्टली, भर्खरै हेर्नुभएको एउटा फिल्मको बारेमा एउटा कहानी तपाईँले चाहिँ लेख्नुपर्ने हुन्छ। त्यो कहानी भन्दा पनि त्यसको चाहिँ रिभ्यू गर्नुपर्ने हुन्छ, र कसरी रिभ्यू गर्ने भन्दा मैले यहाँ एउटा मोडल दिएको छु तपाईँहरूलाई सजिलोको लागि। सिम्पल वर्डमा फिल्म रिभ्यू थियो उनको उनको स्विटर, एक्टर छ विपिन कार्के र मेरुना मगर, र डाइरेक्टेड बाई दिनेश राउतले चाहिँ डाइरेक्सन गर्नुभएको, निर्देशन गर्नुभएको। यो जेनरा चाहिँ सोसल ड्रामा हो, यो सामाजिक ड्रामा हो, र यो त्यति धेरै लामो फिल्म पनि होइन। ल्याङ्ग्वेज चाहिँ यो नेपालीमा छ। र उनको स्विटर इज अ हार्ट टचिङ नेपाली सर्ट फिल्म, यो चाहिँ एकदमै हृदय छुने खालको नेपाली छोटो फिल्म हो यो। र स्टारिङ ट्यालेन्टेड एक्टर्सहरू छन् यसमा, विपिन कार्के र मेरुना मगर, यिनीहरू अहिले नेपालका राम्रा कलाकारहरू हुन्। र द फिल्म इज डाइरेक्टेड बाई दिनेश राउतले चाहिँ निर्देशन गरेको फिल्म हो। इज नोन फर इज इमोसनल स्टोरी टेलिङ गर्नको लागि ऊ असाध्यै प्रख्यात डाइरेक्टर हुन्। इभन दो द फिल्म इज सर्ट इन लेन्थमा हेर्दाखेरि यद्यपि फिल्म चाहिँ छोटो छ, इट क्यारिज अ डिप म्यासेज एबाउट, र यसले चाहिँ एकदम गहिरो म्यासेज दिन्छ एबाउट लभ, सेक्रिफाइस, प्रेम, बलिदान एन्ड द बोन्ड बिट्विन हस्बेन्ड एन्ड वाइफ, र श्रीमान र श्रीमतीको बिचको सम्बन्धलाई यो फिल्ममा राम्रोसँग देखाउन खोजिएको छ भनेर यसरी तपाईँले रिभ्यू लेख्नुपर्ने हुन्छ, समीक्षा गर्नु। त्यस्तै द स्टोरी रिभोल्भ्स अराउन्ड अ पुवर कपल लिभिङ इन अ स्मल भिलेज, एउटा सानो गाउँका त्यो एउटा गरिब जोडीहरूको कहानी छ यो, त्यसैभित्र घुमिएको छ यो कथा। विपिन कार्की प्लेज द रोल अफ हार्ड वर्किङ हस्बेन्ड, एकदम मेहनत गर्ने श्रीमानको रूपमा विपिन कार्कीले खेलेको देखिन्छ यो मुभीमा। हु लभ्स हिज वाइफ डिपली, उसले आफ्नो श्रीमतीलाई असाध्यै माया गर्छ। मेरुना मगर प्लेज हिज केयरिङ एन्ड सपोर्टिङ वाइफ, ऊ चाहिँ एकदम चाहिँ सहयोग गर्ने श्रीमतीको रूपमा, र श्रीमानलाई चाहिँ केयर गर्ने श्रीमतीको रूपमा चाहिँ उसले चाहिँ यसमा अभिनय गरेकी छन्। र विन्टर इज एप्रोचिङ, उनीहरूको जाडो महिनाको चाहिँ समय आइरहेको छ। एन्ड द वाइफ वान्ट्स अ न्यू स्वेटर, र उनी चाहिँ एउटा राम्रो चाहिँ नयाँ स्वेटर चाहिँ बनाउन चाहन्छन् टु किप हरसेल्फ वार्म, ऊ आफै पनि चाहिँ त्यसबाट न्यानो हुनको लागि। बट दे डोन्ट ह्याभ इनफ मनी, तर तिनीहरूसँग प्रशस्त पैसा छैन किन्नको लागि। द हस्बेन्ड क्वाइटली सेभ्स मनी, र बिस्तारै चाहिँ उसको श्रीमानले पैसा जम्मा गर्छ। एन्ड बाइज अ ब्युटिफुल रेड स्वेटर, र उसले रातो एउटा स्वेटर किन्छ, सुन्दर एउटा रातो स्वेटर किन्छ फर हर, उनको लागि। ही गिभ्स अफ हिज आउन निड्स, र उसले
आफ्नो लागि चाहिँ उसले त्याग्छ जस्ट टु सी अ स्माइल अन हिज वाइफ्स फेस र उसले आफ्नो लागि कहिले पनि किन्दैन उसले श्रीमती खुसी हुनको लागि भनेर श्रीमतीको लागि मात्र किन्छ द वाइफ इज सरप्राइज एन्ड ह्याप्पी श्रीमती चाहिँ एकदम आश्चर्य हुन्छन् र खुसी हुन्छन् बट वाइन सी लर्न्स तर जब तिनले सिक्छन् कि हाउ मच द सेक्रिफाइस फर द स्वेटर स्वेटरको लागि उसले कति धेरै बलिदान गरेको छ जब उसले त्यो कुरा जान्छन् सी इज फिल्ड विथ लभ एन्ड इमोसन उनी एकदम इमोसन हुन्छन् र त्यसपछि चाहिँ उनी एकदमै आफ्नो श्रीमानलाई माया गर्छिन् आफ्नो श्रीमानले कति धेरै दुःख गरेको रहेछ जब एउटा स्वेटर किन्नको लागि भनेर द एक्टिङ अफ द बोथ बिपिन कार्की एन्ड मेरुना मगर इज एक्सलेन्ट दुइटैको चाहिँ त्यो अभिनय चाहिँ असाध्यै राम्रो छ द एक्सप्रेस रियल इमोसन वास्तविक चाहिँ इमोसन त्यसमा व्यक्त गरेका छन् विथ देयर आइज तिनीहरूको आँखाबाट शब्दबाट वर्ड्स एन्ड द एक्सन तिनीहरूको एक्सनबाट द सिम्पल स्टोरी बिकम्स पावरफुल र त्यो सजिलो कथा छ सिम्पल कथा छ तर एकदमै शक्तिशाली देखिन्छ बिकज अफ देयर नेचुरल पर्फर्मेन्स किनभने तिनीहरूको वास्तविक चाहिँ प्रदर्शन यसमा देखिन्छ र देयर केमिस्ट्री लुक्स भेरी रियल एन्ड हट वार्मिङ र तिनीहरूको केमिस्ट्री चाहिँ असाध्यै राम्रो वास्तविक जस्तो र हृदय नै छुने खालको चाहिँ तिनीहरूको हट वार्मिङ पाराको चाहिँ तिनीहरूको चाहिँ केमिस्ट्री चाहिँ यो फ्लेम उनको स्वेटरमा देख्न सकिन्छ द ब्याकग्राउन्ड म्युजिक यो मुभीको ब्याकग्राउन्ड म्युजिकहरू अनि सिनेमेटोग्राफी एन्ड नेचुरल भिलेज सेटिङ मेक द फिल्म मोर ब्युटिफुल वास्तविक जस्तै लाग्छ उहीँको जस्तो लाग्छ त्यसका सङहरू पनि त्यस्तै राम्रो छ द स्वेटर बिकम्स अ स्याम्पल अफ लभ र त्यो स्वेटरले चाहिँ यसमा चाहिँ एउटा प्रेमको एउटा प्रतीक हो यो केयरको चाहिँ प्रतीक हो एन्ड स्मल जोइज इन लाइफ र जीवनमा साना साना कुराहरूको खुसियाली पनि यसमा देख्न सकिन्छ द फिल्म रिमाइन्ड्स अस द्याट लभ इज नट अबाउट बिग इट अर मनी त्यसैले प्रेम भनेको धेरै ठुलो पैसा अथवा उपहार होइन प्रेम भनेको चाहिँ वास्तविक हृदयबाट आउनुपर्छ इट इज अबाउट स्मल सेक्रिफाइस र यो चाहिँ एउटा सानो योगदानको बारेमा छ एन्ड अन्डरस्ट्यान्डिङ र बुझ्ने बारेमा छ उनको स्वेटर गिभ्स एन इम्पोर्टेन्ट मेसेज र यो यसले चाहिँ एउटा एकदम महत्त्वपूर्ण मेसेज दिन्छ यो मुभीले वी सुड भ्यालु द लभ एन्ड केयर हामीले चाहिँ प्रेम र केयरलाई चाहिँ एकदमै मूल्य ठान्नुपर्छ द्याट पिपुल सो थ्रु स्मल एक्ट यद्यपि मान्छेहरूले साना साना कुराहरू गरेका हुन्छन् पिपुल सो थर्ड स्मल एक्टहरू गरेका हुन्छन् इट अल्सो सोच र यसले देखाउँछ कि हाउ हार्ड पोर पिपुल वर्क टु मेक देयर लभ्स वान्स ह्याप्पी कि गरिब मान्छेहरूले एकदमै गरिब मान्छेहरूले पनि कसरी एक आपसमा माया बाँडेर खुसी हुन सक्छन् भन्ने कुरा यो मुभीमा देख्न सकिन्छ र निष्कर्षमा भन्दा इन कन्क्लुजन द फिल्म सर्ट फिल्म इज फुल अफ इमोसन एन्ड यो मुभी चाहिँ एकदमै इमोसन एकदम भावनात्मक खालको चाहिँ मुभी हो यो एन्ड टिचेस अस र यसले हामीलाई चाहिँ पढाउँछ कि द मिनिङ अफ द ट्रु लभ वास्तविक मायाको अर्थ यो मुभीले हामीलाई देखाउँछ इट इज सिम्पल यो एकदम सरल छ रियलिस्टिक छ वास्तविकता छ एन्ड डिपली टचिङ र हृदय छुने खालको छ आई रिकमेन्डेड द्याट अल स्टुडेन्ट्स वाच इट विथ देयर फ्यामिली र म सबैलाई सिफारिस गर्छु कि प्लिज सबै विद्यार्थीहरूले एकपटक आफ्नो परिवार लिएर यो फिल्म हेर्नु आवश्यक छ त यसरी चाहिँ लेखिसकेपछि अब क्वेसन नम्बर 7 मा तपाईँहरूको ग्रामर छ जसरी राइट द सेन्टेन्सेस इन्स्ट्रक्टेड भनेर इज ही वर्किङ एज युनिभर्सिटी प्रोफेसर भनेर एउटा क्वेसन आएको छ यान्डर आका भनेर युनिभर्सिटी प्रोनाउन्सिएसनमा यो चाहिँ हाम्रो देवनागरीको लेटरभित्र पर्छ यु त्यसो भएको हुनाले हामीले अको प्रयोग गर्छौँ अ युनिभर्सिटी गर्छौँ गणेश अलमोस्ट फेल भनेको छ द रिभर भने चाहिँ तिर हुन्छ नि त त्यतातिर भन्ने हुन्छ त्यसो भएको हुनाले इन्टु गर्दा बढी राम्रो हुन्छ र अर्को चाहिँ छ अर्ली इन द मर्निङ एस्टरडे भनेको छ यो एस्टरडे आएको हुनाले जहिले पनि भप्टु प्रयोग गर्नुपर्छ त्यसैले गेटको गट गरिदिनुहोस् गट अफ गरिदिनुहोस् सकिहाल्यो म्याथमेटिक्स भनेको छ म्याथमेटिक्स इकोनोमिक्स फिजिक्स यस्तो आयो भने भप जहिले नि सिङ्गुलर हुन्छ त्यसो भएको हुनाले इज बेटर आन्सर हो द डग बार्क लाउडली भनेको छ आइडेन्टिफाई आइदर द अन्डरस्ट्यान्ड भब ट्रान्जिटिभ इन्ट्रान्जिटिभ भब अर लिङ्किङ भब भनेर सोधेको छ अब यसमा चाहिँ हेर्नुहोस् त यो अलिकति तपाईँहरूको लागि ट्विस्ट क्वेसन हो यो द डग बार्क लाउडली भनेको छ यसलाई प्यासिभ भोइस हामी बनाउन सक्दैनौँ जुन सेन्टेन्स हामी प्यासिभ भोइस बनाउन सक्दैनौँ त्यस्तो खालको सेन्टेन्सलाई हामीले इन्ट्रान्सिटिभ भब भन्छौँ ट्रान्जिटिभ भबहरूको चाहिँ हामी प्यासिभ भोइस बनाउन सक्छौँ इन्ट्रान्जिटिभ भबहरूको हामी प्यासिभ भोइस बनाउन सक्दैनौँ किनभने यसमा अब्जेक्ट छैन त्यस्तै अर्को नम्बर याफमा हेर्नुहोस् त यसमा चाहिँ रिराइट द सेन्टेन्स युजिङ युज टु भनेको छ त्यसैले युज टुको मिनिङ हो पास्ट हेबिचुअल एक्सन हो मैले यसको गर्ने गर्थेँ भनेको हो त्यसैले आई युज टु लिभ भनेको म बस्ने गर्थेँ भनेको इन अ फ्ल्याट वेन आई वाज अ चाइल्ड भनेर तपाईँहरूले यसरी गर्नुपर्ने
गरेर अर्को हेर्नुहोस् त, त्यस्तै गरेर अर्को हेर्नुहोस् त। नम्बर जीमा छ हि इज भेरी पुअर, हि वेयर्स एक्सपेन्सिभ क्लथ्स भनेर सोधेको छ, ऊ गरिब छ, उसले महँगा महँगा कपडा लगाउँछ भने चाहिँ त मिनिङ त अनएक्सपेक्टेड भयो नि त। त्यसो भएको कारणले गर्दा यसमा सब्जेक्ट भाव अब्जेक्ट पनि दिएको छ। त्यसैले यसमा चाहिँ के हुने भयो भने हि इज भेरी पुअर बट हि वेयर्स एक्सपेन्सिभ क्लथ भनेर तपाईँ बटले जोडेर एकदम इजिली गर्न सक्नुहुन्छ, किनभने फरक छ नि त, फरक धार भएको हुनाले, किनभने गरिब छ तर भनेर यसरी गर्न सक्नुहुन्छ। त्यस्तै आई एम स्योर हेरिना इज इन हर अफिस भनेर चाहिँ आई एम स्योर आउने बित्तिकै हेर्नु मे माइट मस्ट र कान्टमा चाहिँ यदि पोजिटिभ छ र आइएम स्योर छ भने त्यस्तो अवस्था हामी मस्टको प्रयोग गर्छौँ। त्यसो भएको हुनाले हरिना मस्ट बी गर्नुहोस्, इज आयो भने बी गर्ने हो। हरिना मस्ट बी इन हर अफिस भनेर गरिदिनु सिकिहाल्यो। त्यस्तै सी सेड टु मी वी लिभ इन चाइना फर 5 years भनेर चाहिँ यो इन्डाइरेक्ट स्पिच बनाउनुहोस् भनेको छ। यो स्टेटमेन्ट हो, हेर्नुहोस् त, वी लिभ्ड भनेर सोधेको छ नि त, स्टेटमेन्ट हो। स्टेटमेन्ट भएको हुनाले हामी द्याटले जोड्छौँ र सी टोल्ड मी सेड टु आई टोल्ड गर्छौँ द्याट। उहीलाई चाहिँ अब यहाँ प्लुरल लिन पर्दाखेरि सीको प्लुरल दे हुन्छ, त्यसैले दे अनि भप्टु आयो भने ह्याड प्लस भप्टर गर्ने हो। त्यसैले ह्याड लिभ्ड इन चाइना फर 5 years भनेर यसरी हामी करेक्सन गर्न सक्छौँ। त्यस्तै आई डिड नट फिक्स द प्रब्लम भने फेरि यसलाई प्यासिभ बनाऊ भन्यो, यसरी सोधिरहेको रहेछ। हेर्नुहोस् त पटक पटक यस्तो खालको क्वेसन आयो भने तपाईँले के गर्नु पर्यो भने अब्जेक्ट छ नि त यसमा त, त्यसैले द प्रोब्लम भनेर पहिला लेख्नु, डिड नट प्लस भवन आयो भने वाज वेयर नट प्लस भब 3 गर्ने हो। त्यसो भएको हुनाले द प्रोब्लम वाजन फिक्स्ड गरिदिनुहोस् अनि बाई गरिदिनुहोस्, आइलाई पछाडि लाँदा बी हुन्छ। यसरी तपाईँ ग्रामर करेक्सन गर्न सक्नुहुन्छ। त्यस्तै गरेर डु एज इन्स्ट्रक्टेड भनेर क्वेसनमा भोक्याबुलरी आइटमबाट यसरी क्वेसन आएको छ। एरेन्ज द फलोइङ वर्ड्स इन अल्फाबेटिकल अर्डर भनेर क्वेसन आएको छ। एडभान्स एडभेन्स एनालाइज एम्युज एसर्ट हुन्छ ल। यसलाई चाहिँ अल्फाबेटिकल मिलाउँदाखेरि तपाईँले बुझिहाल्नुहुन्छ, एडभेन्स एनालाइसिस एम्युज र एसर्ट हुन्छ। त्यस्तै नम्बर बीमा युज द वर्ड्स इन युर आउन सेन्टेन्स अन इम्प्लोइमेन्ट र इलिजिमेटको चाहिँ सेन्टेन्स बनाउनुहोस् भनेको छ। मैले स्क्रिनमा राखिदिएको छु, तपाईँहरू हेर्न सक्नुहुन्छ। इम्प्लोइमेन्ट अनइम्प्लोइमेन्ट बेरोजगारी भनेको इज इन्क्रिजिङ इन रुरल एरियाज। द चाइल्ड वाज कन्सिडर इलिजिमेटिभ बाई सोसाइटी इन ओल्डेस्ट टाइम्स भनेर तपाईँ यसरी दुईटा सेन्टेन्सहरू बनाउन सक्नुहुन्छ। त्यस्तै नम्बर सीमा डच टेलिभिजन भनेको छ अनि चिल्ड्रेन भनेपछि यसमा एफेक्ट र इफेक्टमा हेर्नुहोस्। एफेक्ट भनेको भव हो, इफेक्ट भनेको नाउन हो। त्यसो भएको हुनाले डज आयो, टेलिभिजन पछि हामीलाई भव चाहियो, त्यसैले एफेक्ट राइट आन्सर हो। आई हेभ नेभर अन्डरस्टुड हर भनेको छ, यसमा चाहिँ अन्डरलाइन एडभर्ब भनेको छ। नेभर यसको चाहिँ अन्डरलाइन गरिदिनु होला, किनभने यो एडभर्ब हो। त्यस्तै वाट इज द सेन्टेन्स इज इग्नोर एबाउट द इस्यु भनेर सोधेको छ। यो भनेको हि इज अनवेयर एबाउट द इस्यु भनेको, इग्नोरेन्स एबाउट द इस्यु भनेको केही पनि नबुझ्ने हो नि त, त्यसले गर्दाखेरि सचेत नभएको भन्ने अर्थ हुन्छ। त्यसैले हि इज अनवेयर एबाउट द इस्यु भनेर तपाईँहरूले राम्रोसँग परीक्षा गर्न सक्नुहुन्छ। हस्त भाइ बहिनीहरू, मैले यो सिडिसीबाट सोधिएको सेट 2 को क्वेसन्सको सबै 100% सोल्युसन गरिदिएको छु र यो मलाई लाग्छ यो त भिडियो पनि तपाईँहरूको लागि अत्यन्त उपयोगी हुनेछ भन्दै म आजको यस भिडियोबाट बिदा हुन चाहन्छु। र प्लिज डोन्ट फर्गेट टु लाइक, कमेन्ट, सब्सक्राइब एन्ड सेयर। यदि यो गरिदिनु भयो भने सबै साथीहरू अरू भाइ बहिनीहरूले सेयर गरेर पढ्न सक्छन् भन्दै म आजको यस भिडियोबाट बिदा हुन्छु र अर्को भिडियो लिएर म फेरि भोलि अर्को भिडियोमा उपस्थित हुनेछु भन्दै आजलाई म यहाँबाट बिदा हुन्छु। हस्त नमस्कार।